एमसी गुड मर्निङ मेरो प्रिय भाइ बहिनीहरू र मित्रहरू सबैलाई तपाईँहरूको बिचमा म राधेचौन फेरि पनि जय मसी अभिवादन गर्दछु र आज फेरि पनि म एउटा सुन्दर भिडियो लिएर आएको छु र भिडियोको साथमा एउटा सुन्दर सन्देश पनि छ। यो सन्देश मलाई विश्वास छ तपाईँहरूको जीवनमा ठुलो प्रभाव पार्नेछन्, आशिष दिनुहुनेछन्। र अगाडि त्योभन्दा पहिला म एउटा कहानी म भन्छु र त्यसकै शीर्षकमा रहेछ, त्यसको शीर्षक पनि रहेछ कहानी जसरी कि आजभन्दा बिसीको कुरा हो, बिफोर क्राइस्ट, यीशु जन्मभन्दा अगाडिको कुरा हो। 356 बिसीमा राजा एलेक्जेन्डरको जुन एउटा लिडर पनि थियो, ठुलो जन्मभएको थियो, उहाँले जिउनु भएको थियो ठुलो महान जीवन र सारा संसारलाई उसले जितेका थिए प्रिय। तर एक दिनको कुरा हो, उसलाई चाहिँ एउटा मलेरिया भन्ने बिमारी भयो र त्यसले गर्दा त्यो गहिरो जस्तै कि समस्यामा पर्यो अनि यहाँसम्म कि उसले मर्ने स्थितिमा पनि भइसक्यो। अनि उसको अन्तिम इच्छा थियो कि आमालाई भेटौँ र त्यो पनि इच्छा पुरा हुन सकेन। अनि उसलाई थाहा भयो कि अब मसँग धेरै समय छ, म मर्छु। अनि त्योभन्दा अगाडि त्यसले आफ्नो मन्त्रीहरूलाई उसले भन्यो, सेनाहरूलाई भन्यो कि प्लिज मेरो अन्तिम इच्छा तपाईँहरूले पुरा गरिदिनुहोस्। जब म मर्छु मेरो हात च्यानबाट बाहिर निकालेर तपाईँले चाहिँ बकसरबाट बाहिर निकालेर तपाईँले संसारलाई देखाइदिनु होला। किनकि उसले भने किन, उसको मन्त्रीहरूले भने किन सर? अनि उहाँले भने किनकि हेर, म राजा सिकन्दर जसले संसार जितेका थिए, संसारका हरेक कुरा जसको हातमा छ, तर मर्ने बेलामा केही पनि हातमा लगिरहेका छन्, रित्तै हात गइरहेका छन्। यो कहानीले प्रिय स्पष्ट रूपले बताइरहेका छन् कि संसारिक जति पनि धन सम्पत्तिहरू छन् त्यो सबै नाश हुन्छन्, केही पनि हाम्रो साथमा हुने छैन, तर स्वर्गीय धन सम्पत्ति हाम्रो साथमा हुनेछन्। हो प्रिय, त्यही म यही कहानी सन्दर्भमा पनि मैले शीर्षक राखेको छु, स्वर्गीय धन सम्पत्तिमा ध्यान दिनुहोस्, संसारिकमा होइन। प्रिय, यो छोटो सन्देश रहेछ, तपाईँहरूले आशिष दिनुहुनेछन्। प्रिय दाजुभाइ दिदीबहिनीहरू र प्रिय मित्रहरू, यदि फेरि पनि म अझ तपाईँहरूलाई म भन्छु भने संसारिक धन सम्पत्ति होइन, स्वर्गीय धन सम्पत्ति बारेमा सोच्नुहोस् भने सायद तपाईँहरूलाई अचम्म लाग्छ होला कि यो सरले के भनिरहेका छन्। हो, किनकि यो संसारका जति पनि कुराहरू छन्, पदहरू छ, नाश एक दिन हुनेछन् प्रिय। धन, पद, प्रतिष्ठा सबै नाश हुनेछ, तर परमेश्वरमा जम्मा गरिएको स्वर्गीय धन सम्पत्ति सदैव रहनेछन्, कहिले पनि नाश हुने छैन। हाम्रो साँचो धन भनेको हाम्रो विश्वास, प्रेम, आज्ञा पालन र परमेश्वरको राज्यका लागि गरिएको काम हो प्रिय। त्यसैले हाम्रो मन र जीवनलाई स्वर्गतिर केन्द्रित गरौँ। र एउटा पद पनि म तपाईँहरूलाई भन्नेछु। यहाँ हामी हेर्नेछौँ मत्ती 6:19-20 लेखेका छन्, आज हाम्रो निम्ति जस्तो कि आफ्नो निम्ति स्वर्गमा, आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपार जहाँ किरा खिया अथवा चोरले ती चोर्छन्, तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार जहाँ चोरले, खियाले अथवा किराले त्यो नाश पार्दैन। किनभने जहाँ मानिसको धन हुन्छ त्यहीँ त्यसको मन हुन्छ प्रिय हो। यो साँच्चैकै यो वचनले हामीलाई स्पष्ट रूपमा भनिरहेछन् कि वास्तविकमा हामीले जम्मा गर्नुपर्ने वास्तविक ठाउँ कहाँ हो? स्वर्गीय हो। तर हामी स्वर्गमा धन सम्पत्ति कसरी जम्मा गर्न सक्छौँ? यो प्रश्न आउँछ तपाईँहरूको बिचमा, तपाईँहरूको मनमा। हो, म भन्दछु तपाईँहरूलाई छवटा बुन्दा म तपाईँहरूलाई भन्नेछु र सायद यो बुन्दाले तपाईँहरूलाई आशिष गर्नेछन्। पहिलो नम्बरमा परमेश्वरलाई गहिरो प्रेम गर्नुहोस्, दोस्रो नम्बरमा उहाँको वचन पालन गर्नुहोस्, तेस्रो नम्बर निस्वार्थ रूपमा अरूको सेवा गर्नुहोस्, चौथो नम्बरमा उदारपूर्वक दिनुहोस्, पाँचौँ नम्बरमा सुसमाचार बाँड्नुहोस् र छठौँ नम्बरमा क्षणिक होइन तर अनन्तको लागि सोच्नुहोस्। प्रियहरू, यी कामहरू सायद यस संसारमा तपाईँहरूलाई इनाम नदिन सक्ला, तर परमेश्वरको राज्यमा तपाईँहरूलाई ठुलो इनाम दिनुहुनेछन्, विश्वास गर्नुहोस्। निष्कर्षमा संसारिक कुराहरू क्षणिक छन्, तर स्वर्गीय कुराहरू अनन्तका छन्। प्रियहरू, आज हामीले गर्ने विश्वासको निर्णयले अनन्त भविष्यलाई आकार दिन्छ। त्यसैले आजदेखि नै स्वर्गीय धन सम्पत्तिमा लगानी गरौँ, उसको बारेमा सोचौँ। प्रिय, आउनुहोस्, म तपाईँहरूको लागि म सानो प्रार्थना गर्दछु। यो प्रार्थनाले तपाईँहरूको जीवनमा एउटा असल जीवन जिउने, स्वर्गीय धन सम्पत्ति जम्मा गर्ने आशिष र शक्ति दिनुहुन्छ। प्रिय हुन्छ, आउनुहोस्, सर झुकाउनुहोस् र आँखा चिम्नुहोस् र प्रार्थना गर्नुहोस् र आफ्नो जीवनमा यो घोषणा गर्नुहोस्। हे स्वर्गीय पिता, हाम्रो हृदयलाई संसारका कुराहरूबाट हटाएर स्वर्गीय कुरामा केन्द्रित गर्न सहायता गर्नुहोस् प्रिय।
र नाश हुने सबै कुराहरूलाई होइन तर अनन्तसम्म रहने कुराहरूमा लगानी गर्न हामीलाई बुद्धि विश्वास दिनुहोस्। हाम्रो सोच बोली र तपाईँको कामको राज्यको लागि प्रयोग हुने हामीलाई बढाउनुहोस् प्रार्थना गर्दछु। जति पनि यो भिडियो हेरिरहेका छन् सुनिरहेका छन् त्यो सबैलाई तपाईँको हातमा राख्दछु प्रभु राजा येशू। सबैको जीवनमा तपाईँको आशिष होस्, तपाईँको शक्ति, तपाईँको प्रेम होस् भने हामी प्रार्थना गर्दछौँ र सबैले स्वर्गीय लगानी लगाओस् भने हामी प्रार्थना गर्दछौँ। धन्यवाद। सबैलाई तपाईँले आशिष दिनुहोस् प्रभु। धन्यवाद। यो बिन्ती प्रार्थना तपाईँको हातमा राख्दछु प्रभु र आशिष माग्दछु प्रभु येशू उच्च नाममा। आमेन। धन्यवाद तपाईँहरूलाई यो भिडियो अन्तसम्म हेरिदिनु भएको निम्ति। ओके, गॉड ब्लेस यू एन्ड सी यू अगेन। ल बाई।